फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी जान लाग्यो काफल चढ्नलाई राति होइन। हामी चाहिँ अब यहाँ तयार हुनुहुन्थ्यो, गयौँ कि त बिचबाट याद आयो कि हामीले जाइरो कार्डै बोकेको छैनौँ। त्यसपछि साथी जाइरो कार्ड लिन गयो अनि हामी चाहिँ यहाँ बस्यौँ कुद्दै कुद्दै। यो पछाडिको दुईवटा बुङ्गा चाहिँ मेरो दाइ, अगाडिको भ्यू हेर्दै बस्यौँ है। त्यसपछि साथीमा आयो यो चाहिँ म है अनि हामी गयौँ बाटोमा अनेक थरी कुरा गर्दैौँ के भन्दै 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 राति है के कुरा गर्दै गयौँ अनि त्यसपछि लाएर हामीले बिच बाटोमा पुगेर यो बुङ्गाहरू है हामी सबैजना साइकलमै गएको थियौँ है। फेरि अलि टाढा थियो है रुमबाट चाहिँ, त्यस्तै 20 मिनट जति टाढा थियो काफल देखेको चाहिँ। अनि हामी गयौँ, जाँदै गर्दा चाहिँ हामी यहाँ रेड सिग्नलमा टुप्लुक्क पर्यौँ। अनि फाइनल्ली हामी चाहिँ होइन बिच बाटो कहाँ पुगेर फेरि फर्केर आएर काफलको बोटै बिर्सेर हामी यहाँ आइपुग्यौँ। काफलको बोट चाहिँ हामीले टिप्ने बोट चाहिँ यहाँ पछाडि छ है। जाने भने यहाँ टिप्दैछ अझै पनि होइन। उनीहरू चाहिँ एकदम डरपोक भनौँ न लजाकोहरू होइन। घर जाऊँ भनेको यहाँ टिपे छ एउटा चाहिँ खाने चाहिँ होइन है। फेरि साथी हो यो मान्छेले होइन टिपे हामीले यति टिप्यामै गएछ। हामीले अस्ति पनि लगाएको थियो, अस्तिको चाहिँ हामीले भ्लग बनाएन। अस्तिको चाहिँ योभन्दा टन्नै थियो है। अनि कहाँ झुन्डाम भयो मैले यो अनि यसो हेरेको साइकलमा झुन्ड्याउने भनेको पुरै ठुल्ठुलो थियो क्या, गिलो थियो होइन। यस्तरी झुन्डाइदिएँ मैले अनि म हिँडेँ कि फेरि घर फर्केँ हामीहरू आयो। फेरि त्यसपछि टुङटुङ गर्दै फेरि सिग्नलमा पर्यो। यस्तो हिरोपन्थी देखाउँछ है फेरि यिनीहरूको दाजुबहिनी उनीहरूको हिरोपन्थी देखाउँछ। फेरि रेड सिग्नलमा पर्छ। जहाँ देख्यो पनि हेर्ने कि काखली हामी बानी खराब तर चाहिँ कुहिया रहेछ कि हो कति छ क्या बोर्डमा त जति हो, तर के गर्नु टिप्न मिल्दैन, गाह्रो छ। कम्ता छ त बोर्डमा त हो हेर्नु त गाइज कत्रो के गर्नु गाइज गाह्रो। आकाशको फल आँखातरी मर भन्छ। हामी घरमा चाहिँ यति टिपेर ल्याएछौँ है। हामी घर आइपुग्यो है यतिखेर चाहिँ यति टिप्छ। उनीहरूले चाहिँ कहिले कापल खाएको थिएन अरे के। ल यसमा चाहिँ उल्टो भएर चाहिँ साथीहरू ब्लग फेरि डोन्ट माइन्ड होइन। यति टिप्यो पखाल्यौँ अनि प्लेटमा हाल्यौँ है। अनि उनीहरूले चाहिँ खायो, मिठो लाग्यो। आजको लागि चाहिँ यति है त गाइज। नेक्स्ट ब्लगमा भेटौँला।